नमस्कार, सुराकीखबर.com मा यहाँलाई हार्दिक स्वागत छ। फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। एम्बापेको चमकदारी गोलले मोरक्को 2-0 ले पराजित भएको छ। विश्वकपको रोमाञ्चक यात्रामा झनै रोचक बन्दै गएको छ। फ्रान्सेली टोलीले 2-0 ले पराजित गर्दै खेलको पहिलो हाफमा फ्रान्सले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। एम्बापेले पेनाल्टीको अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई अग्रता लिन दिएनन्। तर दोस्रो हाफमा फ्रान्सले आफ्नो दबावलाई गोलमा परिणत गर्यो। 60औं मिनेटमा एम्बापेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शानदार घुमाउरो प्रहारले फ्रान्सलाई 1-0 को अग्रता दिलायो। त्यसको केवल 6 मिनेटपछि ओस्मान डेम्बेलेले शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। गोलरक्षक बोनुले बल छोए पनि जाली चुम्नबाट रोक्न सकेनन्। यस गोलसँगै एम्बापेले प्रतियोगितामा आफ्नो 8औं गोल पूरा गरेका छन्। उनी अर्जेन्टिनाका लियोनेल मेस्सीसँग गोल बराबरीमा पुगेका छन्, तर बढी असिस्ट दिएका कारण गोल्डेन बुटको दौडमा एम्बापे अहिले शीर्ष स्थानमा छन्। विश्वकप करियरमा पनि एम्बापेको गोल कुल सङ्ख्या 20 पुगेको छ।